सो हेलो गाइज तपाईहरुलाई स्वागत छ हाम्रो एउटा मिनी हैन ठुलै ब्लगमा। अनि हामी यो अहिले कुन ठाउँ भन्दाखेरि यो चकेवा आइपुग्न आट्यौं। अहिले हामीले खाजा खाएको पेट ठुलो भइराखेको छ, गर्मी छ निकै ट्याम्केमा के भन्नु। फर्केको छैन नि त्यही अहिले भर्खर खाजा खाएर हिँडेको हामी चाहिँ। भर्खर खाजा खाएर हिँडेको बिहानको। हामी बिहान 3 बजे उठेको, 3 बजी उठेर 4 बजी हिँडेको घरबाट। अनि उतो बाल्छेले हेर उतो हो त्यो मान्छेले 3 बजे उठेर हगेको रे कट्टुवा। अलि ल्याएर हिँडेको रे। ठिकै छ यस्तै हो। यहाँ हुन्छ हाम्रो लक्ष्मणजी अनि हामी यता अनि आज चाहिँ उसले क्यामेरा ह्यान्डल गरिराखेको। मैले गरिराखिरहेको छु, बालै भएन किन मेरो हात चिसो न चिसो छ के। मलाई त बहुत तातो छ। उसलाई चाहिँ तातो भएर गर्मी भइरहेछ अरे, अनि त्यही भएर चाहिँ उसलाई दिएको मैले क्यामेरा ह्यान्डल गर्न। यस्तो हो नि त हाम्रो, अनि हामी मिली गर्छौँ नि त, कुरो यस्तो हो नि त। उता देखाउनु रे तिमी भाइको चोदिया डन म यहाँहरुको ग्याङ लिडर पनि म। इकडे जम्मै मेरो पैसाले खाजा खाएर आज हामीले यी पैसा खाजा खाइरहेको छौँ। यसले खाजा फ्याँकेर तल भन्नुहुन्छ भने यो मामा घरकोले यसले आज तल खाजा त फुत्तै भुइँमा फ्याँकिदियो भनेको कस्तो टेन्सन। हिलोमा त फुत्तै खाजा पनि नामको मात्रै हो, चाउचाउको खोल मात्रै खाएको अरू त जम्मै खाएर अहिले त जम्मै खायौँ। यिनीहरू सबै फटा छन् के। म मात्रै अलिक सोध्छु भनेको। ऊ चाहिँ धेरै सोचेको छ, उसलाई अलिकति 2-4 जनाले आई लभ यु भन्नु होला त्यहाँ कमेन्टमा होइन। यो उसकै फोन हो, कस्तो राम्रो छ, आइफोन हो हाम्रो त। के भन्नु टुकटुके छ आइफोन पनि के भन्नु। हाम्रो सबसे डन मान्छे त्यही भने। अनि के भन्नु अरू यस्तै त्यस्तै हामी जम्मै सिङ्गल हो। सिङ्गल छौँ हामी। अब यहाँ माथि डाँडा आउन आँटो लागिराखेको छ, के भन्नु। हामी त्यो राम्रै समयमा आएर छौँ। अलिक कता रे यता कता रे केटा हो त के अरे मेरुङ उता परको डाँडा अरे उता परको उतापट्टिको डाँडा अलिक उतापट्टि रे। मेरुङ पनि पुग्न बेर लगाइदिएन हामी यहाँबाट त्यसै यहाँ माथि यताबाट ट्याम्केबाट हिँडेर यताबाट सही त्यो डाँडा हिँडेर उहाँ पनि पुग्न बेर लगाइदिएन। हामी त्यस्तो छौँ। हातै गल ल्याउँदा अनि यसपालि चाहिँ तल पोहोर बनाएको ठाउँभन्दा तलबाट चाहिँ भिडियो स्टार्ट गर्दैछौँ। 5 दिनको टुरमा हिँड्दैछौँ अनि पोहोर चाहिँ उहाँ माथिबाट बनाएको थियो, स्टार्ट गरेको थियो। अहिले चाहिँ यता गरेको छ, यता तलैबाट स्टार्ट गरेको। अनि पोहोर हामीले खाजा खाएको ठाउँमा चाहिँ यहाँ हो कि यहाँनिर खाजाहरू खाएर हामी फोटोसुट गरेर गइहालेको। यसपालि चाहिँ तलै खाजा खाएर अनि हिँडेको। अब त्यो मान्छे कमेडी हान्न दिएन भनेर बहुत रिसाइराखेको छ है त्यो मान्छे। अनि भन्नु कमेडीको च्याम्पियन हेरे को एक्साइटेड हुनुहुन्छ? हामी त एक्साइटेड छैन। किन? हिउँै परेन। हाम्रो जनतालाई एक्साइटेड भन्नुभन्दा अगाडि नि म हजुर एक्साइटेड भनेको क्या बुझिन। नेपालीमा भन्नुपर्दा तपाईँ कतिको खुसी हुनुहुन्छ? खुसी त म पुरै खुसी थिएँ कि। गर्लफ्रेन्डले फोनै उठाएन हो र। अनि गर्लफ्रेन्ड चाहिँ को भन्नु तपाईँको? बाँदर नि। ओहो पोहोरको जस्तै सुतिरहन्। अनि यता चाहिँ घाम लाग्दैन। हेर त ऊ त चाहिँ टुसारो बल्ल आएको कि त्यही भएर टुसारो हेर्दैछ। अब चाहिँ हामी माथि ट्याम्के जाने रोड निक्लिन आँटिसक्यौँ। अनि साथीहरू चाहिँ यहाँ हेर्नु न, यहाँ हेलो कस्तो हुँदैछ हिँडाइ? बब्बाल मजा आउँदैछ भन्दैछन्। अनि मजा त भाइ चिया आउनु पर्दैन। हजुर
फेरि आज हामी यता ट्याम्के आएर मेरुङ जाने अनि यो यताको ब्याकग्राउन्ड चाहिँ अलिक पुच्छे बोटा खान अनि यता यो पारिपट्टि चाहिँ हामी जाने अहिले यहाँनिर चाहिँ चकियाको टावर मेन चाहिँ अनि अलिअलि चाहिँ हिमाल देखिरहेको छ ऊ पारि हिमाल चाहिँ अलिअलि देखिरहेछ त्यति मजाले देखिएको छैन हिमाल यता चाहिँ सबै त्यो चुत्रो के को बुटा रहेछन् कि यस्तो चाहिँ चुत्राको बुटा होला अब चाहिँ हामी रोड निक्लिसक्यौँ यता चाहिँ ट्याम्के जाने ऊ माथि ट्याम्के छ ऊ माथि पुल बनेछ यताबाट हामी निक्लेको उता चकिया छ अनि फेरि खाजा खाने कुरा गर्दै हानिँदैन हिमाल अलिअलि देखिरहेछ हिमाल चाहिँ त्यति मजाले देखिएको छैन हिमाल अनि यो साइडबाट उँभो जानुपर्छ ट्याम्के जाँदा चाहिँ रोड त त्यति साह्रो बनाएको रहेछ पोहोरको जस्तै रहेछ यता चाहिँ यस्तो छ चोलान्ती ऊ पारीको हो चोलान्ती यता केही भन्नु छ अनि के ट्याम्के हिँडेको हामी हजुर हावालाई टिका गर्नु थियो हजुर एकदम जाडो भएको छ आज हामी जाँदैछौँ ट्याम्के हजुर ट्याम्के ऊ माथि हो हजुर ऊ माथि हो हजुर अब हामीले लगभग 1 घन्टा लाग्नु हो माथि पानीमा गएर हामी त भन्दा छिटो जाने प्रयासमा छौँ हाम्रो प्रयास जारी होला हजुर अरू चाहिँ केही बढ्दैन होला माथि पानी छैन केही भन्नु छ माथि बेस क्याम्पमा पानी छैन भन्नुहोस् पानी छैन त्यो बेस क्याम्पमा बेस क्याम्पमा छ होला हजुर अनि हजुरलाई त अनि झोला सबैले बोकाएछ नि त के हो कुरो के हो त स्लिपिङ हो आज उभै बस्ने कुरो छ कि के हो होइन यसो अलिकति आई लभ यु ट्याम्के डाँडा त्यहाँ गोरुहरू छ अरे के तिनीहरूलाई अलिकति गोरु गाईहरू त्यताउति बस्दरी तिनीहरूलाई छोरी लुगा ओढाइदिनु पर्यो बरमुन्डा म्याप के कहाँ छ ओइ तपाईँले के लाग्यो अरे उता कुन हो अरे पिक हाम्रो बरमुन्डा म्याप बरमुन्डा उता फ्याक्ट्री उता पिक बाइक कालाहारी म्याप यता गयो कालाहारी चाहिँ यताको पिक यिनीहरूलाई चाहिँ त्यस्तै लाग्यो अरे कि फ्री फायरको म्याप जस्तै अनि अब यता चाहिँ सिँढी छ यो रोटे रोड घुम्दै गयो भने चाहिँ तिर पुगिन्छ हामी अनि यही सिँढी जान्छौँ स्वर चाहिँ किनभने अलिक चेन्ज भइरहेछ चिसोले गर्दाखेरि त्यही पनि चिसोलाई इग्नोर गरेर हामी ट्याम्के लाग्यौँ ट्याम्केको उकाली फाइनली चढियो अब ट्याम्केको उकालो चाहिँ यही हो फाइनली गाइज हामी यता उँभो माथि आइपुग्यो हामी उकालो लाग्यौँ यहाँ अलिअलि हिउँ परेको रहेछ अलिक पातल हो तर यहाँनिर खतरा छ है हिउँ छ अनि यस्तो चिसो छ नि त्यही पनि खेलाउँ अब चाहिँ हामी ऊ त्यो मान्छेको नाकामा पानी फसी ठाउँ आइपुग्यौँ है ऊ त्यो मान्छेको पानी फसिरहेको थियो अहिले चाहिँ सुकिरहेको रहेछ यही धारामा खाने हुँदाखेरि त्यसको नाकामा पानी पसेको अनि मैले यही डस्टबिन देखाइरहेको थिएँ अनि हामी चाहिँ उँभो जानुपर्ने अनि उँधो आउनु हुँदैछ अनि अरू चाहिँ यहाँ मकै भट्टास बोकेर गरम खाँदैछन् चाहिँ पर्यावरण ठाउँ यो परको डाँडो पर्यावरण ठाउँ अनि मान्छेहरू निकै आइरहेछ जस्तो छ यता अगाडि सोमोहरू छ यता चाहिँ पर्यावरण ठाउँ मन्दिर पस्यो होला केटा अनि ऊ त्यहाँ चाहिँ टावर छ यता अनि यताबाट हिमाल चाहिँ बब्बाल देखिरहेको छ क्या यताबाट हिमाल खतरा देखिरहेको छ हामी चाहिँ अब माथि टपमा आइसक्यौँ यहाँबाट चाहिँ आउने ठाउँ यताबाट चाहिँ कस्तो भयो तँलाई कसम यो पोहोरको जस्तो हल्लिएको रहेछ अहिले डर भएको रहेछ पोहोर त डर लागेर कस्तो थोर भएको थियो यता फोटोसुट हुँदैछ यता साइड चाहिँ यताबाट चाहिँ आउने ठाउँ हो उता छ मन्दिर चाहिँ अब हामी चाहिँ उतो टावरबाट झरेर पनि अब मन्दिरतर्फ लागिसक्यौँ अरू चाहिँ गइसकेँ मलाई यो चाहिँ छौँ अरू चाहिँ मन्दिरभित्र पसिसकेँ अब हामी चाहिँ जाँदैछौँ यता चाहिँ तल के बनाएको थाहा छैन यस्तो छ
साथीहरू चाहिँ अगाडि गइसक्यो अरू साथीहरू चाहिँ हामी दुईजना मात्रै छोडिरहेछन् अरू साथीहरू चाहिँ ऊपर डाँडातिर फोटो खिच्न गइसके हिमाल चाहिँ बब्बाल देखिरहेछ यताबाट हिमाल चाहिँ बब्बाल देखिरहेछ अनि यही हो ट्याम्केको विशेष मन्दिर चाहिँ यही हो पहिले चाहिँ यताबाट बाटो थियो यताको बाटो चाहिँ छुन्नु भएको रहेछ यसले डाँडा अब चाहिँ यता हामी मन्दिर पस्छौँ अनि यता चाहिँ लारै त होला नि पोहोर त लारै गर्थ्यौँ यता भित्र चाहिँ मन्दिर रहेको छ नि विशेष रोक्ने हुन्छ नि यता चाहिँ मन्दिर रहेको छ यता साथी छ खै माटीको लगाइदिन्छ आइज त मलाई पनि लगाइदिन्छ एक यहाँ बिचमा लगाइदिएला यहाँ भयो फुल्ला मान्छौँ लैजाउँ यताबाट निक्लिने ठाउँ रहेछ यता चाहिँ यहाँ पनि आइपुग्यो चकियाको टावर चाहिँ यहाँ पर्तिर रहेको छ अनि यता दुईवटा केटा छ अनि कस्तो भयो एकदम स्याड छौँ के भएर स्याड हुनुहुन्छ त अगाडि दिदीहरूलाई दिदी भनेको बुइनी हो भन्नुभयो अनि खुबै अघि त जिस्काउँदै कुद्नु हुँदै थियो त तपाईँहरू दुईजना के गर्नु भयो त बोल्न खोजेको हजुर दिदी भनेको ए भरे मभन्दा 5 वर्ष कान्छी रहेछन् अनि तनाव भएको छ यो तनाव सल्भ गर्न चाहिँ एकछिनमा म उहाँहरूसँग बात गर्छु ल हुन्छ अनि तपाईँ चाहिँ किन भनेर कुरै छैन केही कुरा भन्नुहोस् न त किन चाहिँ त्यसरी खेद्नु भएको त गटर अघि फोटो खिची कस्तो खिच्नु भयो त फोटो बाबाले खिच्नु भयो तिमीलाई देखेर त होइन नि ए ल मान्छे भनेकै बिन्दास यिनीहरूलाई देखेर दिदीहरू पनि लजाएर फोटो खिच्दैन अरे मजाले यहाँ दुईजना चाहिँ उपर अगाडि छन् एकल काटे जस्तै हिँड्दैछन् अगाडि हिँड्दैछन् किन हिँडेका हुन् खै अनि अगाडि गएर चाहिँ घिउरा खाना पाउँछ खै जस्तो छ घिउरा खान्छ जस्तै कुदे अनि यताको चौरहरू चाहिँ खतरा छ के यताको चौरहरू चाहिँ बबाल लाग्छ फुटबल खेल्नु कसले ल्याइदिन्छ र फुटबल खेल्नुहुन्छ तपाईँ अनि यो चाहिँ रोड खुट्टा दुखेर भनेको लास्ट खुट्टा दुखिरहेको अब हिँड्दा अब चाहिँ हामी चकियाको खोटाङ र भोजपुरको बिचमा आइपुग्यौँ अनि यो मुन्दुम पदमार्ग यता चाहिँ होटल रहेको छ यता भोजपुर जाने बाटो यता उम्बो जाने बाटो यहाँ चाहिँ भर्खर चकियामा आएर खाजा खाँदैछौँ खाजा हुँदैछ यता पनि खाजा खाँदैछ खाजा चाहिँ थप्पा खायौँ अब फेरि गइहाल्नु पर्ने छ त्यही भएर छिटो खानुपर्ने हुन्छ